असार 19 र 20 गतेसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। कुन कुन ठाउँमा पर्दैछ ठूलो पानी, यसबारेको समाचार आजको समाचारमा हेर्नुहोस्। निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुने कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको भनाई। कुलिङ पिरियड विवादबारे उच्च स्तरीय संसदीय समिति बनाउन सभामुखलाई आग्रह गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय। कुलिङ पिरियडमा भएको चलखेलले सांसदहरूको स्तर गिरेको, यो त्रुटि नभई बदमासी भएको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र प्रसाद पाण्डेको भनाई। कुलिङ पिरियडमा षड्यन्त्र भयो, अन्तिममा पढ्नै दिइएन भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको गुनासो। एमाले र कांग्रेसकै सांसदले मागे राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामरी खतिवड़ाको राजीनामा। कुलिङ पिरियड प्रकरणमा माओवादीको ढुलमुल, कांग्रेसले नै सरकार ढाल्ने विश्वास। कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको लोगो पनि खोसियो भन्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामरी खतिवड़ाको रोइलो। फोहोर चलाएर फोहोरी बन्दिन भन्दै पूर्व मन्त्री मोहन बस्नेत माथि गगन थापाको टिप्पणी। विद्यालय शिक्षा विधेयक चाँडै आउने शिक्षा मन्त्री रघुजी पन्तको भनाई। शिक्षा क्षेत्रको बजेट विनियोजन संघीय संरचना अनुकूल भएको मन्त्री पन्तको दावी। बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई 6 महिनाको जेल सजाय। प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो निर्णय समयमै पूरा भएन, कीर्तिपुर रङ्गशाला असारभित्र नबन्ने। र साम्बाको ह्याट्रिकमा श्रीलङ्कामाथि नेपालको फराकिलो जित। दर्शक महानुभाव नमस्कार, हाम्रो न्युजको न्युज बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ। सदाको झैं आज पनि हामी उपस्थित भइसकेका छौं आजका महत्त्वपूर्ण समाचार, ब्रेकिङ न्युज अपडेट लगायत तपाईलाई काम लाग्ने हेर्नै पर्ने महत्त्वपूर्ण खबरहरू लिएर। हामीलाई अन्तिमसम्म हेर्नुहोला। हाम्रो मेहनतका लागि यो भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। दर्शक महानुभाव, पलपलको न्युज अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोस् अनि नजिकै आउने बेल आइकनलाई क्लिक गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेख्नुहोला। देशभित्र हुनुहुन्छ भने आफू रहेको गाउँ ठाउँ सहर जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हेरिरहनु भएको छ तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। आउनुहोस् दर्शक महानुभाव, आजका महत्त्वपूर्ण समाचारहरू सुरु गरौँ। आज र भोलि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह भन्ने प्रसङ्गबाट। जल तथा मौसम विज्ञान विभागले आगामी 3 दिन भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार एक सूचना जारी गर्दै यस सम्बन्धी जानकारी गराएको हो। विभागको मौसम पूर्वानुमान महाशाखाले असार 18 देखि 20 गतेसम्म विशेष गरी बाढी, पहिरो र डुबानको जोखिम रहने जनाएको छ। वर्षाका कारण नदी, खोला नाला र पहाडी भेगमा बग्ने पानीको बहाव बढेर दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकोले जोखिमयुक्त स्थान, खोला नाला तथा तटीय क्षेत्रमा नजान अनुरोध गरिएको छ। यस्तै यात्रा गर्दा मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न र अत्यावश्यक बाहेकका यात्रामा रोक लगाउन समेत आग्रह गरिएको छ। कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुने बताउनु भएको छ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको र यस बारेमा छानबिन हुने बताउनु भयो। छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुने उहाँको भनाइ छ। प्रतिनिधि सभाबाट गएको असार 15 गते पारित भएपछि विवादित बनेको निजामती विधेयक बुधबार राष्ट्रिय सभामा सन्देशसहित टेबल भएको छ। प्रतिनिधि सभाबाट पारित हुनुअघि 2 वर्षको कुलिङ पिरियड राख्ने समितिमा सहमति भएको भए पनि बाहेक शब्दका कारण विधेयक विवादित बनेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियड विवादमा उच्च स्तरीय छानबिन समिति बनाउन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग माग गरेको छ। बुधबार बसेको समितिको बैठकले 2 बुँदे निर्णय गर्दै यस्तो माग गरेको हो। बैठकपछि निर्णय सार्वजनिक गर्दै सभापति रामरी खतिवड़ाले विधेयकको उपदफा 4 लाई निष्क्रिय गराउने गरी सोही विधेयकको उपदफा 4 पछि उपदफा क्रम मिलाउँदा कायम हुने उपदफा 5 राख्नु नपर्ने विधेयकको व्यवस्थालाई यथावत राखेको कारण यो विधेयक समितिको प्रतिवेदनको उपदफा 4 ले गरेको व्यवस्था र भावनालाई कुठाराघात हुने गरी उपदफा थप गरी पारित भएको बताउनु भयो। सोही कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त दफा 82 को कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावना अनुसार प्रतिवेदनको बुँदा 43 लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो। समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2080 को दफा 82 मा निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले 2 वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्त पाउने छैन भन्ने विषयलाई समितिबाट विधेयकको प्रतिवेदन तयार गर्दा निष्क्रिय गराउने गरी समितिको सचिवालय, संघीय मामिला तथा
सामान्य कानुन प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले भाषा लेख्ने काम भएको बैठकले ठहर गरेको छ। उक्त कार्य निर्माणको हिसाबले षड्यन्त्रपूर्ण र दुराशायपूर्ण देखिएको हुँदा उक्त कार्यमा को व्यक्तिको के कति गल्ती वा अपराध भएको हो त्यसको उच्च स्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन संघीय संसदका सभामुखलाई अनुरोध गर्ने निर्णय गरिएको समितिको निर्णयमा भनिएको छ। नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र प्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनता सामु सांसदहरूको स्तर गिरेको बताउनु भएको छ। बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पाण्डेले यो त्रुटि नभई बदमासी भएको र यसको निष्पक्ष छानबिन हुनुपर्ने माग समेत गर्नुभयो। उहाँले भन्नुभयो यो त्रुटि हो कि बदमासी हो, षड्यन्त्र हो, यो के हो? सचिवज्यू सोद्धा त्रुटि भयो भन्नुहुन्छ, यो गम्भीर गल्ती हो। उहाँहरू कतैबाट गाडी भएर पठाउनु भयो कि समितिले दिएको कुरा पठाउनु भयो? यसको राम्रो छानबिन हुनु जरुरी छ। यो छानबिन भएन गम्भीर समस्या ल्याउँछ। उहाँले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको पनि उल्लेख गर्नुभयो। जनस्तरमा सांसदप्रतिको विश्वसनीयता गुमेको उहाँले उल्लेख गर्नुभयो। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडबारे षड्यन्त्र भएको बताउनु भएको छ। बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पाण्डेले कुलिङको विषयवस्तु आजको नभएको भन्दै यो छेडखानी मात्र नभई षड्यन्त्र भएको पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो कुलिङको विषयवस्तु आजको होइन, छेडखानी मात्रै होइन, षड्यन्त्र भएको छ। मुख्य सचिवदेखि सहसचिवसम्मको विषयवस्तु सुन्न चाहन्छौँ। मैले हरेक दिनको बैठकमा यहाँहरूको अनुहार पनि हेरेको छु, मैले भनेको पनि छु। उहाँले देशलाई सपार्ने हो भने आफ्नो नभई नेपाल आमाको अनुहार हेर्नुपर्ने उद्घोष गर्नुभयो। नजानेर त्रुटि भएर भन्ने कुरा नरहेको भन्दै यसमा सहभागीहरूमाथि कारबाही हुनुपर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो यसमा को सहभागी भएका छन् यसको छानबिन हुनुपर्छ। प्रमुख सचेतक पाण्डेले अन्तिममा विधेयक पढ्न समिति सदस्यहरूलाई नदिएको भन्दै आपत्ति समेत जनाउनु भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामरी खतडाको उहाँकै पार्टी नेपाली काङ्ग्रेस र सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसदहरूले राजीनामा माग गरेका छन्। यस्तै समितिका सचिव सूरज कुमार दुराको पनि राजीनामा माग गरिएको छ। बुधबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको समितिको हलमा बसेको समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको दफा 82मा राखिएको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा समितिले सर्वसम्मत गरेको निर्णयमा अक्षम्य गल्ती गरेको भन्दै एमालेका 4 र काङ्ग्रेसका 1 सांसदले सभापति र सचिवको राजीनामा मागेका हुन्। समिति बैठकमा एमालेका सांसदहरू पदम गिरी, वासुदेव घिमिरे, राजेन्द्र राई र कृष्ण गोपाल श्रेष्ठ तथा काङ्ग्रेसका सांसद हृदयराम थानीले सभापति खतिवडा र समिति सचिव दुराको राजीनामा मागेका हुन्। समिति बैठकमा काङ्ग्रेस सांसद थानीले संघीय निजामती विधेयकको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा संसदको धज्जी उठाउने गलत काम भएकाले शक्तिशाली समिति गठन गरेर छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उल्लेख गर्नुभयो। सभापतिजी ठट्टाको विषय होइन, जानी गल्ती भएको छ। सभापतिको कोर टिमले के गरेको हो क्लियर भएको छ, थानीले बैठकमा भन्नुभयो। सभापतिले नपढेर हस्ताक्षर गर्नुभयो भन्ने पत्याउन सकिन्न। संसद छानबिनका लागि समिति नबन्दासम्म अरू विषयमा छलफल गर्न समिति बैठक बस्न सक्दैन। नैतिकता के हो? यति गल्ती भएपछि के गर्ने भन्ने सभापतिले बुझ्नुपर्ने हो, समिति सचिवले बुझ्नुपर्ने हो उहाँले भन्नुभयो। एमालेका 4 सांसदले सभापति खतिवडा र सचिव दुराले निजामती कर्मचारीको विधेयकको कुलिङ पिरियडका सम्बन्धमा गरेको गल्तीको छानबिन नहुँदासम्म राजीनामा दिनुपर्ने बताए। एमाले सांसद गिरीले भन्नुभयो सभापति र सचिवले समितिले सर्वसम्मत पारित गरेको विधेयकमा अक्षम्य त्रुटि गर्नु भएको छ, नैतिकताका आधारमा पदमा बस्न मिल्दैन। यस्तै सांसद घिमिरेले समिति सभापति र सचिवले घटनाको छानबिन नहुँदासम्म पदबाट राजीनामा दिनुपर्ने बताउनुभयो। यसैगरी सांसद राईले घटनाको छानबिन भएर निष्कर्ष ननिस्किएसम्म राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको कुर्सीमा खतिवडा बस्न नसुहाउने उल्लेख गर्नुभयो। यस्तै सांसद श्रेष्ठले भन्नुभयो खतिवडाजीलाई समितिको सभापति स्वीकारेर हिँड्न सक्दैनौ, दुराजीले पनि सचिव भएर कुर्सीमा बस्ने नैतिक अधिकार गुमाइसक्नुभयो। यस्तै बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे, माओवादीका सांसद हितराज पाण्डे र दुर्गा राई, जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले भने नैतिकताको विषय अरूले भन्ने नभई आफूले अनुभव गर्ने विषय भएको उल्लेख गर्नुभएको थियो। उहाँहरूले राजीनामा दिन सुझाएपछि सभापति खतिवडाले बैठकको अन्तिममा आफ्नो संलग्नता बिना निष्ठा र प्रतिष्ठामा आँच आउने काम सचिवालयबाट भएको उल्लेख गर्नुभएको छ। भिजिट भिजा प्रकरणमा सत्ता पक्षसँग गरिएको 2 बुँदे सहमति ब्याकफायर भएपछि चौतर्फी आलोचना खेपेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले कुलिङ पिरियडमा भएको चलखेल सम्बन्धमा गोलमोटल जवाफ दिएको छ। समसामयिक राजनीतिक घटनाबारे जानकारी दिन केन्द्रीय कार्यालय पेरिस टाढामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले गोलमोटल जवाफ दिनुभएको हो। असार 16 गते प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विधेयक 2080मा व्यवस्था भएको कुलिङ पिरियडलाई निष्प्रभावी पार्न चलखेल भएको विषयले राजनीतिमा निकै हलचल ल्याएको छ। बुधबार
बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि गरामा गरम बहस भयो। सरकारको नेतृत्व गरेको दल नेकपा एमालेकै सांसदले समितिका सभापति रामरी खतिवडा र सचिव सूरज कुमार दुराको राजीनामा मागे, तर यस प्रकरणमा प्रमुख प्रतिपक्षी माओवादी रहस्यमय मौन देखिएको छ। कोलिङ पिरियडको सम्बन्धमा भएको गडबडबारे सत्य तथ्य छानबिन गर्न प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार समक्ष माग गरे पनि समितिका सभापतिको राजीनामा माग गर्ने सम्बन्धमा उहाँ पनि तटस्थ देखिनु भएको छ। सञ्चारकर्मीको कोलिङ पिरियडमा माओवादीले जिब्रो चपाएको हो भन्ने प्रश्नमा उहाँले चित्तबुझ्दो जवाफ दिन सक्नु भएन। यसमा हामी प्रष्ट छौँ, कुनै जिब्रो चपाएका छैनौँ, यो राष्ट्रिय लज्जाको विषय हो। यसको नेतृत्व सङ्घीय संसदको नेतृत्वले लिनुपर्छ। प्रमुख प्रतिपक्षी दल भएको हुनाले गम्भीर रूपमा अध्ययन र अनुसन्धान गरिरहेका छौँ, यसलाई सामान्य रूपमा लिएका छैनौँ। सरकारले छानबिन गरी सत्य तथ्य सार्वजनिक गरोस्, यदि भएन भने अर्को पटक धारणा सार्वजनिक गर्छौँ उहाँले भन्नुभयो। समितिबाट सर्वसम्मत पास भएको विधेयकमा 2 वर्ष कुलिङ पिरियड राख्ने स्पष्ट व्यवस्था भए पनि त्यसलाई उल्टाएर जालसाजी ढङ्गले कुलिङ पिरियड नराख्ने चलखेल भएको सापकोटाले आरोप लगाउनुभयो। यसको सम्पूर्ण जिम्मेवारी प्रतिनिधि सभाका नेतृत्वले लिनुपर्ने उहाँको बुझाइरहेको छ। सङ्घीय संसदका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामरी खतिवडाले सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक तयार पार्दा आफूमाथि अनुचित आक्रमण भएको बताउनु भएको छ। बुधबार समितिको बैठकमा बोल्दै खतिवडाले सांसदहरूद्वारा आफूलाई कडा आलोचना र बेइज्जती सहनु परेको उल्लेख गर्नुभएको हो। हामीले जस्ताको त्यस्तै छ भनेर लैजाने क्रममा बीचमा तुहाउने काम भएको छ, जुन गम्भीर र अक्षम्य अपराध हो उहाँले भन्नुभयो। खतिवडाले आफ्नो कुनै गल्ती प्रमाणित भए कुनै पनि सजाय भोग्न तयार रहेको समेत स्पष्ट पार्नुभयो। म कसैको निगाहले राजनीतिमा आएको होइन, म निर्वाचित भएर आएको हुँ, मेरो बुबा शहीद भएको कारणले होइन, चन्दा दिएर पनि होइन उहाँले भन्नुभयो। उहाँले आफूले कानुन निर्माणको काम गाह्रो तर निष्ठापूर्वक गर्दै आएको र आफूमाथि गरिएको आक्रमणलाई स्वीकार नहुने बताउनुभयो। म क्यारम बोर्ड खेल्ने र अन्यन्त्र लाग्ने व्यक्ति होइन, म निष्ठा र प्रतिष्ठा लिएर यो काम गर्दै आएको छु उहाँले थप्नुभयो। खतिवडाले असार 2 गते आफ्नो संसदको लोगो खोसिएको र आफूमाथि निरन्तर आक्रमण जारी रहेको पनि बताउनुभयो। समितिका सभापति खतिवडाले यस विषयमा उच्च स्तरीय छानबिन गर्न सभामुख देवराज घिमिरेसँग अनुरोध गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले पूर्व मन्त्री मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिनुभएको छ। बुधबारको पार्टी बैठकपछि बस्नेतको बोलीप्रति छोटो प्रतिक्रिया दिँदै थापाले फोहोर चलाएर म फोहोरी बन्न नचाहेको उल्लेख गर्नुभएको छ। टेराम्याक्स भ्रष्टाचार मुद्दामा धरोटी बुझाएका बस्नेतले केन्द्रीय समिति बैठकमा महामन्त्री थापाप्रति खनिएको उहाँले पछि थाहा पाउनु भएको उल्लेख गर्नुभएको छ। बस्नेतको बोलीप्रति टिप्पणी गर्दै थापाले भन्नुभयो, पाले भन्नुहुन्थ्यो कसैले आरोप लगाए दिइहाल्नुपर्छ, आमाले भन्नुहुन्थ्यो फोहोर नचलाउनु, फोहोर चलाए आफै फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु। काङ्ग्रेसको केन्द्र समितिको बैठक 16 असारदेखि काठमाडौँमा जारी छ। राष्ट्रिय सभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सरकारले विद्यालय शिक्षा विधेयक नरोकेको र शीघ्र प्रस्तुत गरिने बताउनु भएको छ। विनियोजन विधेयक 2082 अन्तर्गत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी शीर्षकमाथि उठाइएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पन्तले केही विषयमा सहमति जुटाउनु पर्ने देखिएकाले केही दिनका लागि विधेयक स्थगन गरिएको जानकारी दिनुभयो। शिक्षक महासङ्घसँग भएको सहमति अनुसार यही असार 15 गतिभित्र विधेयक प्रस्तुत गरिने समय सीमा तोकिएको थियो। विद्यालय शिक्षा विधेयक विभिन्न समयमा भएका सम्झौता समेट्ने गरी अगाडि बढाइएको उहाँको भनाइ छ। पछिल्लो पटक शिक्षक महासङ्घसँग भएको 9 बुँदे सहमति अनुसार केही विषयहरू सम्बोधन भइसकेको र त्यसै आधारमा विधेयक अगाडि बढाएको उहाँले जानकारी दिनुभयो। तीमध्ये अधिकांश बुँदाहरू आगामी आर्थिक वर्षको बजेटमा समेटिने पनि उहाँले बताउनुभयो। मन्त्री पन्तका अनुसार यो विधेयक आउँदा शिक्षक मात्र होइन, देश र जनताले जित्ने भएकाले सबभन्दा बढी ध्यान यसैमा केन्द्रित गरिएको छ। शिक्षा क्षेत्र मूल्यको विकास र प्रगतिका लागि महत्त्वपूर्ण रहेकाले आगामी आर्थिक वर्षका लागि सबभन्दा बढी बजेट यही क्षेत्रमा विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार शिक्षा क्षेत्रमा रु 2 खर्ब 11 अर्ब बजेट विनियोजन गरिएको छ। यस्तै रु 7 अर्ब 47 करोड शहरी विकास मन्त्रालयले विद्यालय पुनर्निर्माणका लागि विनियोजन गरेको छ। यो क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको उहाँले स्पष्ट पार्नुभयो। शिक्षाको बजेट स्थानीय तहले नै खर्च गर्ने भएकाले असन्तुलन नभएको उहाँको दाबी छ। शिक्षामा 20% बढी बजेट विनियोजन गर्ने वातावरण क्रमशः बन्ने उहाँको भनाइ छ। शिक्षा क्षेत्रमा सुधार ल्याउन नयाँ जनशक्ति भर्ना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्री पन्तले महासङ्घसँग भएको सहमति अनुसार 60% आन्तरिक र 40% खुला प्रतिस्पर्धाका आधारमा भर्ना गरिने व्यवस्था विधेयकमा समावेश गरिएको जानकारी दिनुभयो। निशुल्क शिक्षाका लागि आगामी आर्थिक वर्षमा यथेष्ट बजेट विनियोजन गरिएको, दिवा खाजा लगायत कार्यक्रम अगाडि सारिएको र निजी लगानीमा सञ्चालित विद्यालयहरूलाई नियमनको दायरामा ल्याउन आवश्यक पहल थालिएको उहाँले बताउनुभयो। शिक्षा मन्त्री पन्तले मुलुकमा शैक्षिक सुधार र शैक्षिक वातावरण निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको उल्लेख गर्नुभयो। यसैबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रको बजेट विनियोजन सङ्घीय संरचना अनुकूल रहेको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय सभाको बुधबारको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पन्तले शिक्षा क्षेत्र अन्तर्गतको अधिकांश बजेट स्थानीय तह मार्फत कार्यान्वयन हुने बताउनु भएको हो। उहाँले सङ्घीय सरकारले
कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन नगरेको स्पष्ट पार्दै स्थानीय तहले प्राथमिकताका आधारमा बजेट उपयोग गर्न सक्ने बताउनुभयो। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण आइसिटीले बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई 6 महिनाको जेल सजाय सुनाएको छ। आइसिटीले अदालतको अवहेलना मुद्दामा पूर्व प्रधानमन्त्री हसिनालाई जेल सजाय सुनाएको बिबिसीले जनाएको छ। गएको वर्षको अगस्तमा बङ्गलादेशमा तत्कालीन सरकार विरुद्धको विरोध प्रदर्शनपछि शेख हसिनाले सत्ता छोड्नु परेको थियो। त्यसपछि उहाँलाई कुनै पनि मुद्दामा सजाय सुनाइएको यो पहिलो पटक हो। यस्तै अदालतको अवहेलना मुद्दाका अर्का अभियुक्त शकील अकन्द बुलबुललाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले 2 महिनाको जेल सजाय सुनाएको खबरमा उल्लेख छ। प्रमुख अभियोजक ताजुल इस्लामले यो सजाय शेख हसिनाले आत्मसमर्पण गरेको दिनदेखि वा प्रहरीले उहाँलाई पक्राउ गरेको दिनदेखि लागू हुने बताउनु भएको छ। सामाजिक सञ्जालमा भाइरल भएको एउटा अडियोमा हसिनाले शकील अकन्द बुलबुलसँग आफू विरुद्ध 227 वटा मुद्दा दायर भएको र यसले आफूलाई 227 जनाको हत्या गर्ने लाइसेन्स प्राप्त भएको टिप्पणी गर्नुभएको थियो। गएको अगस्तमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले पूर्व प्रधानमन्त्री हसिनालाई अपदस्थ गरी सरकार ढालेको थियो। अहिले बङ्गलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार सञ्चालनमा छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेपछि पहिलो निर्णय नै तोकिएको समयमा पुरा नहुने भएको छ। कीर्तिपुर स्थित क्रिकेट रङ्गशाला थपिएको समयभित्र पनि निर्माण सम्पन्न नहुने निश्चित भएको हो। संघीय सचिवालय निर्माण व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर चक्रवर्ती कण्ठले बुधबार शहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रङ्गशाला असार मसान्तभित्र नसकिने जानकारी दिनुभएको हो। 2081 असार 31 गते प्रधानमन्त्री बनेपछि ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने पहिलो निर्णय गर्नुभएको थियो। निर्णयमा मैदान दर्शक बस्ने प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लड लाइट लगायत संरचना 300 दिनभित्र बनाउने उल्लेख थियो। तोकिएको अवधिमा काम नसकिने देखेपछि असार मसान्तभित्र सक्न निर्देशन दिइएको थियो, तर यो अवधिमा पनि काम नसकिने कण्ठले बताउनुभयो। 2080 साल फागुन 19 गते प्यारापिट र फागुन 22 गते फ्लड लाइट तर्फको सम्झौता भएको थियो। काम सुरु गराउँदा 300 दिनभित्र निर्माण सम्पन्न गर्नुपर्ने निर्णयअनुसार यसको अवधि 2082 साल वैशाख 29 गते हुन आउँछ। कण्ठले भन्नुभयो, हामीले 82 सालको वैशाख 24 गतेसम्म गराउन सकिन्छ कि भन्ने हिसाबले 3 शिफ्टमा काम गर्ने गरी सम्झौता गरेका थियौँ, तर त्यसै अनुसार समयावधि दिइएको थियो। तर विविध कारणले छोटो अवधिमा तयारीको काम गर्नु परेको र काम गर्दै गर्दा बीचमा वर्ष लागेकाले ढिलाइ भएको उहाँको भनाइ छ। हालसम्म प्यारापिटतर्फ 49 करोड 25 लाखको सम्झौतामा 54.67% भुक्तानी भएको छ भने भौतिक प्रगति 70% पुगेको छ। यस्तै फ्लड लाइटतर्फ 47 करोड 38 लाखको सम्झौतामा करिब 28% अर्थात् 13 करोड 12 लाख रुपियाँ भुक्तानी भएको छ, जसमा भौतिक प्रगति 40% मात्र छ। उहाँका अनुसार प्यारापिटमा जडान हुने कुर्सी नेपालमा उत्पादन नहुने भएकाले भारतबाट आउने क्रममा छ। फ्लड लाइटका लागि आवश्यक 55 मिटर र 45.5 मिटर उचाइका हाई मास पोल पनि भारतमै बनिरहेका छन्। यी दुवै पोलमा आउने क्रममा रहेको हामीले जानकारी पाएका छौँ। सम्भवतः हप्तादेखि 10 दिनभित्रमा 6वटै पोल साइटमा आइसक्छ उहाँले भन्नुभयो। यो असार मसान्तभित्र नसकिने देखिएको छ। हामीले निर्णय गरेर सम्बन्धित निर्माण व्यवसायीहरूलाई जानकारी गराउँछौँ उहाँले भन्नुभयो। म्याथअप कहिलेसम्म गर्ने र कुन बेलादेखि चाहिँ अर्जना लाग्छ अथवा लाग्दैन भन्ने निर्णय गर्छौँ उहाँले भन्नुभयो। र कप्तान सावित्रा भण्डारी साम्बाले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एफएफसी महिला एसियन कप छनौट अन्तर्गत समूह एफ को दोस्रो खेलमा नेपालले श्रीलङ्का विरुद्ध फराकिलो जित निकालेको छ। तास्केन्ट स्थित मिल्ली स्टेडियममा भएको खेलमा नेपालले 8-0 को जित निकालेको हो। नेपालका लागि साम्बाको 3 गोलसँगै गीता राणाको 2 गोल तथा निशा थोकर, रेखा पौडेल र पूजा राणाले 1-1 गोल गरे। नेपालले दुवै हाफमा 4-4 गोल गर्यो। डिफेन्डर गीताले 7औं मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। त्यसपछि सावित्राले 20औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन्। सावित्राले 42औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् भने पहिलो हाफको इन्जरी टाइमको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन्। दोस्रो हाफको 54औं मिनेटमा गीताले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गरिन् भने 62औं मिनेटमा निशाले हेडर गोल गरेपछि नेपाल 6-0 ले अघि बढ्यो। 78औं मिनेटमा रेखा पौडेलले हेडर गोल गरिन् भने 79औं मिनेटमा पूजा राणाले बक्समा डिफेन्डरको क्लियर नगरेको बललाई पोस्टको दिशा दिइन्। श्रीलङ्काले भने खेलभर एउटा फितलो प्रहार बाहेक कुनै पनि मौका बनाउन सकेन। नेपालले पहिलो खेलमा लाओसमाथि 9-0 को फराकिलो जित निकालेको थियो। अब नेपालले अन्तिम अनि महत्त्वपूर्ण खेलमा उज्बेकिस्तानसँग खेल्नेछ। लगातार 2 जितपछि नेपाल 6 अङ्क जोडेर समूह एफ को शीर्ष स्थानमा उक्लिएको छ। लगातार 2 खेलमा पराजित भएको श्रीलङ्का 1 खेल अगावै बाहिरिने पक्का भएको छ। समूहको शीर्षमा रहने टिम सन् 2026 मा हुने एफएफसी महिला एसियन कप फुटबलका लागि छनौट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्नेछ।
हवस् त दर्शक महानुभाव, आजका महत्त्वपूर्ण समाचारहरू यति नै। हामीले प्रस्तुत गरेका समाचारहरूप्रति तपाईँको धारणा के छ? आफ्नो धारणा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हाम्रो मेहनतका लागि यो भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। दर्शक महानुभाव, पल पलको न्युज अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् अनि नजिकै आउने बेल आइकनलाई क्लिक गर्नुहोला। पल पलको न्युज अपडेटका साथ फेरि हाम्रो भेट हुनेछ। तपाईँ हाम्रो न्युज हेर्दै गर्नुहोस्। नमस्कार।